जुन भिडियोका लागि भन्दै थियो नि कहाँबाट बनाउँछ भने यसो पोपो अन गर्दाखेरि हैन तपाईहरुले यसो आउँछ नि। अब यहाँ जाँदाखेरि तपाईले ठ्याक्कै यहाँ यो हेर्नु यो सार्नु होला यो इभेन्ट बनेको यहाँ आउँछ के सबैकोमा हुन्छ यो लेखेको छ नि यो जति यसो सार्दै जानु हैन। जोइनिङ पोपो यो रेडी टु सेलेक्ट छ नि यसमा टच गर्नु हैन। यसमा टच गर्दाखेरि अब एकछिन वेट गर्नु है। अब हेर्नु तपाईले अब योमा कुन कन्टेन्टको भिडियो बनाउँदाखेरि तपाईको यहाँ सपोर्ट लिन्छ। तपाईहरुले जस्तो कसैको पहिला फर्स्ट भिडियो हेरिहाल्नु जस्तो यो बनाएको छ टन्नै छ हैन। अनि जस्तै भिडियो फर्स्टमा हेर्दाखेरि फर्स्ट अफ अल तपाईले यसमा टच गर्नु होला यो भिडियो ओपन हुन्छ। हेर्नु भयो तपाईहरुले यस्तै खाले जब यो जस्तो यो तपाईहरु यस्तै खाले पहिला मोबाइलको आफ्नो क्यामेरामा यो गर्नु हैन। अनि भिडियो बनाउनु अनि ठ्याक्कै तपाईले यहाँ जोइन भन्ने छ नि जोइनमा टच गर्नु हैन। जोइनमा टच गर्दाखेरि यहाँ तपाईले आउनु हुन्छ यहाँ यो ठाउँमा पुग्नु हुन्छ। अनि तपाईले कहाँबाट बनाउने यहाँ हेर्नु क्यामेराको जुन छ नि यो हेर्नु यो क्यामेराको छ यस क्यामेरामा टच गर्नु। टच गर्दाखेरि तपाईले आफ्नो मोबाइलमा चाहिँ पहिला रेकर्ड गरेर राख्नु के 15 सेकेन्डको भिडियो जस्तो टिकटक बनाउनु हुन्छ नि त्यहाँबाट राम्रो एउटा भिडियो रेकर्ड गरेर राख्नु। अनि यहाँ आएर तपाईले यसमा पोस्ट गर्नु। यहाँ अब कुन भिडियो तपाईले रेकर्ड गर्न राख्नु भएको छ ठ्याक्कै त्यसमा अब जस्तो यो छ यसमा टच गर्नु हैन। टच गरेर यहाँ नेक्स्ट गर्नु। गाइस देखियो यो चौधरी भैया भगाल ड्राइभर काम धन्दा नै भेटेको देखियो जम्मा यसमा नेक्स्ट गर्नु। तपाईले नेक्स्ट गर्दाखेरि यो भिडियो यता आयो। अनि यहाँ तपाईले मोमेन्ट के छ तपाईको त्यहाँ हेलो एभ्रीवन पहिला भिआर त्यो एजेन्सीको नाम त्यहाँ लेख्नु यसो ह्याशट्याग लगाएर जस्तो लेख्नु तपाईहरुले ह्याशट्याग लगाउनु। अनि तपाईहरुले यता ठ्याक्कै यसो स्टिकर छ भने लगाउनु छैन भने केही छैन। अनि भिआरसी एजेन्सी भनेर लेख्नु हैन। अनि फेरि स्टार लगाउनु। अनि फर यु द पेज भाइरल द भिडियो कन्टेन्ट जे लेख्नु छ तपाईहरुले ठ्याक्कै तपाई यहाँ लेख्नु हैन। यहाँ लेखेर यहाँ ठ्याक्कै तपाईहरु कन्टेन्ट लेख्यो भने क्राफ्ट भिडियो मस्ट छ नि यहाँ ठ्याक्कै तपाईहरुले टच गर्नु हैन। यहाँ टच गरेर अनि तपाईहरुले के गर्ने लास्टमा यहाँ पोस्ट हान्दिने। पोस्ट हान्दियो भने केही समय तपाईले वेटिङ गर्न भन्छ है। पोस्ट अब भइसक्यो त्यो तपाईहरुले केही समय वेटिङ गर्नु। पोस्ट गर्दाखेरि तपाईहरुले एउटा सिस्टम भन्ने मेसेज आउँछ के यो यस्तो छ नि यो सिस्टम छ नि यो सिस्टममा तपाईले केही मेसेज सक्सेसफुल छ कि छैन भनेर यहाँ तपाईले मेसेज आउँछ। हाम्रोमा जस्तो म एजेन्सी छु अब यहाँ मेम्बरको नाम आएको छ तर त्यो मेसेजहरु पनि त्यही आउँछ के सबैको मेसेज त्यही आउँछ। त्यही भएर तपाईहरुले ठ्याक्कै अब यो मेसेज सिस्टम छ। यहाँ हेर्नु भिडियो पनि पोस्ट भइरहेको छ। यहाँ 52 सेकेन्ड भयो यो छ नि यो देख्नु 58 सेकेन्ड यो हेर्नु यता पोस्ट भइरहेको छ नि हेर्नु भिडियो कता गयो यता आयो भिडियोहरु पोस्ट भइरहेको छ। तपाईले अब ठ्याक्कै त्यहाँ गर्दाखेरि तपाईले यही हिसाबले भिडियो बनाउनु पर्छ। अरु केही समस्या छ तपाईहरु यहाँबाट इभेन्टहरु टन्नै छ के तपाईहरु हेर्दै जानु। युट्युब जोइन गर्न छ भने तपाईहरुले यहाँबाट युट्युब पनि आफ्नो जोइन गर्नु। यहाँबाट पनि तपाईले युट्युब पेज खोल्नु हुन्छ कहाँबाट जोइन गर्ने कसरी गर्ने पोपोलाई सब्स्क्राइब गरेर राख्नु। अब यो भिडियो हाम्रो फिनिश भयो है। अब एकछिनमा त्यो पोपोले रिमाइन्डेड गर्छ त्यो यो कन्टेन्टको छ कि छैन। तपाईहरुको राम्रोसँग बनाउनु भयो भने ठ्याक्कै तपाईले यहाँ सिस्टममा मेसेज आउँछ बुझ्नु भयो। अनि अपलोड हुन्छ ठ्याक्कै